भृकुटी मण्डपमा सुरु भयो नाइमा मोबिलिटी एक्सपो। नयाँ मोडलका सवारी साधनले बढायो आकर्षण। कारदेखि स्कुटर र बससम्म एउटै छानामुनि। काठमाडौँको भृकुटी मण्डपमा आजदेखि नाइमा मोबिलिटी एक्सपो 2026 सुरु भएको छ। नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, नयाँ मोडल र आधुनिक सवारी साधनलाई एउटै स्थानमा हेर्न चाहनेहरूका लागि एक्सपो आकर्षणको केन्द्र बनेको छ। एक्सपोमा स्कुटर, मोटरसाइकल, कारदेखि बससम्मका विभिन्न प्रकारका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। सहभागी विभिन्न कम्पनी तथा ब्रान्डहरूले आफ्ना नयाँ वा आकर्षण मोडलहरूलाई एक्सपोमा प्रस्तुत गरेका छन्। विशेष गरी पछिल्लो समय नेपाली बजारमा बढ्दै गएको विद्युतीय सवारी साधनको आकर्षणलाई पनि एक्सपोमा देख्न सकिन्छ। नयाँ प्रविधि, आधुनिक डिजाइन, सुविधा वा फरक विशेषता भएका सवारी साधनलाई ग्राहकले नजिकबाट अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ। अब कुरा गरौँ एक्सपोमा पुग्ने ग्राहकले के गर्न सक्छन्। एक्सपोमा राखिएका विभिन्न सवारी साधन हेर्न र तिनका विशेषताबारे सम्बन्धित कम्पनीका प्रतिनिधिसँग जानकारी लिन सक्नेछन्। आफूलाई आवश्यक सवारी साधनको मोडल, प्रविधि, सुविधा र प्रयोगका विषयमा प्रत्यक्ष जानकारी लिन सकिने आयोजकले जनाएको छ। त्यति मात्र होइन, सवारी साधन खरिद गर्ने सोचमा रहेका ग्राहकका लागि पनि एक्सपो उपयोगी बन्ने देखिएको छ। ग्राहकले आफूलाई मन परेको सवारी साधन अवलोकन गरेपछि खरिद वा बुकिङ समेत गर्न सक्ने व्यवस्था गरिएको छ। पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधिका सवारी साधन भित्रिने क्रम बढेको छ। विशेष गरी विद्युतीय सवारी साधनप्रति उपभोक्ताको चासो बढ्दै गएको अवस्थामा यस्ता एक्सपोले ग्राहकलाई विभिन्न विकल्पलाई एउटै ठाउँमा तुलना गर्ने अवसर दिने गर्दछ। ग्राहकले फरक ब्रान्डका सवारी साधन एउटै ठाउँमा हेर्न पाउँदा आफ्नो आवश्यकता र बजेट अनुसार उपयुक्त मोडल छनौट गर्न पनि सहज हुने अपेक्षा गरिएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 साउन 31 गतेसम्म सञ्चालन हुनेछ। यसैले अटोमोबाइलमा रुचि राख्ने, नयाँ सवारी साधन खरिद गर्ने योजना बनाइरहेका वा पछिल्लो प्रविधिबारे जानकारी लिन चाहनेहरूका लागि एक्सपो अवलोकन गर्ने अवसर रहेको छ। एक्सपोमा सवारी साधन मात्र नभई अटोमोबाइल क्षेत्रका विकसित हुँदै गएको नयाँ प्रविधि र बदलिँदो बजारको झलक समेत देख्न सकिन्छ। कम्पनीहरूले आफ्ना उत्पादनलाई ग्राहकसम्म प्रत्यक्ष रूपमा पुर्याउने र ग्राहकले पनि विभिन्न विकल्पबारे प्रत्यक्ष जानकारी लिने भएकाले एक्सपो व्यवसाय र उपभोक्ता दुवैका लागि महत्त्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार एक्सपोको अर्को उद्देश्य नेपालको अटोमोबाइल बजारमा आएका नयाँ प्रविधि र सवारी साधनबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिनु पनि हो। साथै सवारी साधन बिक्री गर्ने कम्पनी, व्यवसायी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य पनि राखिएको छ। यसरी हेर्दा नाइमा मोबिलिटी एक्सपो 2026 केवल सवारी साधनको प्रदर्शनी मात्र नभई नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तन, नयाँ प्रविधि र उपभोक्ताको बदलिँदो रोजाइलाई बुझ्ने एउटा अवसरका रूपमा पनि देखिएको छ। भृकुटी मण्डपमा आजदेखि सुरु भएको यो एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ। एक्सपोमा विभिन्न ब्रान्डका नयाँ मोडलका सवारी साधन हेर्न, तिनका विशेषताबारे जानकारी लिन तथा आवश्यकता परे खरिद वा बुकिङ गर्न सकिने आयोजकले जनाएको छ।